ओ माई गॉड आज बल्ल भिडियो सुरु भयो है धेरै पछि भिडियो गर्छु आजबाट चाहिँ म ब्रस गर्न लागेको यो क्यामेरा राखेर किनेर राखेको धेरै भयो यस्तो थिएँ आज चाहिँ भ्लग गरिन भने नि पक्क आज फुल भ्लग आउँछ ल गाइस सबैजना वेट गरौँ होला मेरो भ्लगको लागि वासरुमको भिडियो के गर्नु तर ब्रस मात्र गर्न जानला टेन्सन गर्नु पर्दैन गाइस है यस्तो गर्ने टक्क लगाएर देखाउँछु म यस्तो गर्ने यसरी थोरै भिजाउने यो जग चाहिँ चाहिँदैन जग यसलाई टिस्युले धुनु हुँदैन टिस्युले पनि चाकपर्छ नि अब हामी नेपाली स्टाइल पानी हालेर चाक धुने नै हो के बोल्यो होला है के गर्नु आज जस्तो बोलिन्छ जे हुन्छ सबै हालिन्छ गाइस सबै अनसेन्सर्ड ब्रस पनि गरियो के गर्ने त अब काम त छैन म तपाईँलाई यता मेरो बस्ने वरिपरि टुर दिन्छु ल टुर TOUR टुर म चाहिँ यहाँ नेपाली दाइ भाउसँग बस्छु होइन अनि यो घरमा हामी तीनजना मात्र बस्छौँ अनि त्यसपछि आम लिभिङ अलोन इन माई रुम आई डोन्ट वान्ट इट्स नट द्याट आई वान्ट समबडी इन माई रुम बट स्टिल आई लाइक स्टेइङ अलोन राइट नाउ अन्टिल आई गेट म्यारिड राइट सो कति सो भन्नु आएको त्यसका बाउ यस्तो छ है म बस्न वरिपरि चाहिँ भाइ खुल्ला छ फेरि यो कुनै पनि यो कम्पाउन्ड चाहिँ घेरेको छैन खुल्ला छ त्यसैमा छिमेकी यस्तो छिमेकी पाउनु चाहिँ के भन्ने भाग्यमा लेखेर ल्याउनुपर्छ हो है यो चाहिँ 3टा युनिट भएको घर हो अनि त्यसपछि हाम्रो लिभिङ रुम चाहिँ पुरै खाली छ बिकज वाइ बिकज सामान जोडेकै छैन देख्न त कस्तो राइट गेस हान्छ भयो अनि यो चाहिँ पछाडिपट्टिको हाम्रो सानो गार्डन जस्तो भनौँ न मेरो अहिले नरा सुकाएको तौली त्यही होला गाइस यो चाहिँ हाम्रो फोहोर हाल्ने डस्टबिन भयो अनि यहाँ भाउजूले यता खोर्सानी रोप्नु भएको छ के रोप्नु भएको छ भाउजूलाई यस्तो रोप्ने हबी रहेछ उता पनि त्यही भएर चाहिँ यो के भन्छ यसलाई यो बाटा बाल्टी जे भने नि है ल्याएर माटो किनेर ल्याएर चाहिँ यसरी रोप्नु भएको छ त्यही नै हो गाइज सो मेरो हाउस टुर दिस इज माई हाउस टुर यताको आकाश कस्तो निलो कि लाइक हुन्छ नि नो वन्डर कि बाहिर गएर कसैले फोटो खिचेर हाल्दाखेरि चाहिँ एकदम क्लिन आउँछ कि हाम्रो नेपालमा किन राम्रो आउँदैन भन्दाखेरि प्रदूषित वातावरणले गर्दाखेरि बुझ्नुभयो नि वातावरण साह्रै प्रदूषित भएको हुनाले चाहिँ राम्रो फोटो आउँदैन ल हेर्नु त यो Insta360 S Pro 2बाट खिच्दाखेरि पनि कस्तो क्लिन आएको छ कि आकाश निलो आएको छ कि यस्तो निलो आकाश त्यो पनि विदाउट एडिट नो नथिङ है गुड नेपालमा नि अब यस्तो हुनु त अलिक गाह्रै छ होला सायद है के बिचोर देशोड सो अब आउट अफ कन्टेक्स्टको कुरा गरौँ है त आउट अफ कन्टेक्स्ट होइन मेन कन्टेन्ट चाहिँ यो हो खासमा अघि त यतिकै फिलरहरू हो होइन बट स्टिल वाट आम ट्राइङ टु से इज लाइक हुन्छ नि मैले प्लान गरिरहेको थिएँ अस्तिदेखि प्लान गर्ने तर कहिले पनि सक्सेस नहुने के को लागि भन्दा त वेट लसको लागि है जहिले डाइट आज बिहान मिलाइ बेलुका डाइट बिग्रिन्छ बेलुका डाइट मिलाइ भोलिपल्ट बिहान डाइट बिग्रिन्छ होइन अनि जहिले क्यालोरी काउन्ट गरेर आज 2800 खान्छु भन्यो अनि बेलुका काउन्ट गर्दाखेरि 2500 3000 पैसा हुन्छ यसको मतलब के हो आई एम नट राइट अन माई माइन्ड दिमागले काम गरिरहेको छैन कि सायद त्यो भएर पनि होला सायद है खासमा आई बिन डुइङ मोइ थाई फर अराउन्ड कति अहिले 1.5 वर्ष 2 वर्ष हुनु लाग्यो होइन पक्कै पनि अनि सुरु गर्दाखेरि चाहिँ म 108 किलो थिएँ हामी 108 किलो इज टु मच फर मी है अनि त्यसपछि बट स्टिल लाइक हुन्छ नि अब नेपालमा मान्छेहरू अलिकति मोटो भएको चाहिँ हो यो मोटो भएको राम्रो छ भनेर भन्छ नि तर लाइक हुन्छ नि आई रियली फेल्ड इन्सेक्योर के त हुन्छ नि बस किनकि न दौडिन सक्ने न केरा बिग्रेछ त्यसका बाउ केही छैन बिग्रे फालेर खानुपर्छ है गाइस यस्तो कहिले पनि फाल्नुहुन्न यसो गर्ने यसरी फाल्ने बाँकी ओके अनि म यता सुरु गरेर लगभग म 6 महिना 7 महिनामा 90 किलो आइपुगेँ कि 6 महिना 7 महिनामा 6 महिना 7 महिना 90 किलो आइपुगेँ त्यसपछि त वेटै गर्दैन त बा
है इन्टेन्स ट्रेनिङ हाने कि वेटै गर्दा 90 किलो आएपछि त गाह्रो क्या तर मैले गिम्बो लागि भनेर 83 85सम्म नै आएको छु वेट चाहिँ आउँछ त वाटर कट मात्र हो नि त नि अनि वाटर कट भनेको त लाइक हुन्छ नि त्यो स्टेबल हुँदैन होइन अनि आज वेट नाप्ने बित्तिकै पानी पिएपछि त भोलिपल्ट फेरि उस्तै वेट सेम 90 है अनि 90बाट म तल घटेको छैन अनि यता पनि लाइक हुन्छ आई बिन ट्राइङ भेरी हार्ड है डाइट मिलाउनु खोजेँ ट्रेनिङ गरिरहेको छु त्यही पनि वेट घटिरहेको छैन किन भन्दाखेरि मैले क्यालोरी काउन्ट मेरो अलिक मिलिरहेको छैन भन्ने कुरा हो खासमा अनि भोलिबाट चाहिँ म खासमा अब न्यु इयरसम्म त जिम पनि बन्दै हुन्छ होइन त गाई जिम बन्द हुन्छ त्यही पनि रनिङ गर्ने बाहिर 10,000 स्टेप काउन्ट त गरिँदैन त्यही पनि अब इस्टिमेटमा यति किलोमिटर दौड्यो भने यति स्टेप पुगिन्छ भनेर इस्टिमेटमा दौडिने कति हुन्छ अहिले क्यालकुलेट गरेर त्यो पनि अनि म क्यालोरी काउन्ट गरेर कति खाएँ भनेर त्यो पनि म पोस्ट गर्छु है गाइस त्यो पनि हेर्दै गरौँ यो खासमा न्यु इयर रिजोल्युसनबाट हो तर न्यु इयरसम्म नकुर्ने क्या अझ 2 दिन माइन्छ होइन 2 दिनसम्म न्यु इयरसम्म कुरेर गर्छु भन्यो भने पनि डुस हुन्छ भोलिबाट सुरु हान्ने हो आजबाट सुरु हान्नु मन थियो तर आज अलिकति भने जस्तो भएन किनकि झन् 12-1 बजीतिर उठेँ म दिउँसो किनकि यताउता गर्दा कामबाट आउँदा त ढिला भयो क्या बाहिर चाहिँ कामै गर्न झ्याउ कि साथी हो नेपालमा चिल गरेर बसेर बानी हेर नेपाल बाहिर आएर काम गर्नु चाहिँ गाह्रो छ तर काम चाहिँ गर्नुपर्छ है छोरा मान्छेले बाहिर आएपछि सिक्छ कि सबै कुरा दुःख कष्ट भनेको तर मैले त्यो दुःख पाएन मैले किनकि अनेस्टली है सिधा कुरो नेपालमा हुँदा आफ्नो लागि खर्च आफूले पुऱ्याए पनि अब भनौँ न परिवारसँग बसी अलिक सजिलो हुन्थ्यो एउटा अनि यता यसै सुरुमा खर्च नहुँदाखेरि मेरो जेठो दाइ र कान्छो भाइ चाहिँ अस्ट्रेलिया बस्ने भएर उनीहरूले अलिकति हेर्नु न शान्ति नै स्पोन्सरसिप त्यो भएपछि सजिलो भयो होइन अरू भने त्यस्तै हो हामी भने यस्तै हो अनि त्यसपछि मैले के भनिरहेको थिएँ भन्दाखेरि चाहिँ म मुई थाई गर्छु एक्चुअली होइन तर अहिले जिम बन्द भएको हुनाले मुई थाई गर्न पाइँदैन मैले मुई थाई गरेको ट्रेनिङहरू छोटो क्लिपहरू चाहिँ बनाएर हालिरहेको हुन्थेँ त्यसका बाउ अझै बनाएर हालिरहेको हुन्थेँ होइन तर मैले एउटा फुल भिडियो एज अ भ्लग बनाएर चाहिँ हालेको थिएन अहिलेसम्म नेपाल हुँदाको एउटा भ्लग हालेको थियो लाइक हुन्छ बट आई डिडन्ट रियली लाइक इट है अब आफूलाई नि मन पर्नु पऱ्यो नि त मैले यस्तो राम्रो बनाएको छु हाल्नु भनेर होइन त अब आफूलाई मनै परेको छैन चित्तै बुझाएको छैन भने त के हाल्नु भन्ने कुरा कि आई ट्राइड न्युमेरस टाइम कि धेरै चाहिँ ट्राई गरेँ तर कहिले राम्रो भ्लग चाहिँ बनेको थिएन राम्रो होस् नराम्रो होस् अब यसपालिबाट पोस्ट गरिन्छ गाइज होइन तपाईँहरू सबैजनाले हेर्नुपर्छ है हेर्नेलाई श्रीखण्ड नहेर्नेलाई खुर्पा भिड अन्त डाइलग अर्कै हो लाइक हुन्छ नि बट स्टिल डिराइभ्ड अब ट्याक्कै कति चाहिँ अब दौडिन्छु भनेर अब हिसाब हेर्नु पऱ्यो भने चाहिँ कसरी हेरौँ भन्दाखेरि त कसरी हेर्ने त आई एम 5 feet 11 inch handsome tall man handsome tall man होइन so how much should I run to get to 10,000 steps कति भन्दो रहेछ त छिटो हेर्ने यार ह्यान्डसम टल भने च्याट जिपिटी पनि सुरुमा त एकछिन कन्फ्युज भयो कि लमे हो कि होइन होइन प्रोबेबली 7.8देखि 8 किलोमिटर चाहिँ दौडिनु पर्ने रहेछ है जगिङ गरिरहेछ भने प्रोबेबली 7.5 किलोमिटर दौडे पुग्छ अरे किनकि जगिङ गर्दाखेरि चाहिँ हामीले भनौँ न छोटो स्टेप लिन्छ नि स्लोली होइन तर अहिले बल्ल रियलाइज गरेँ कि मैले के भनिन्छु उसलाई के अरे च्याट जिपिटीलाई आई एम 5 feet 11 inch ह्यान्डसम टल गाई किन कन्फ्युज भयो भने त त्यो भएर पो रहेछ त 5 feet 11 inch टल ह्यान्डसम गाई भन्नुपर्ने हो नि त नि ए मलाई यो च्याट जिपिटी नि किन कन्फ्युज भयो भने त यस्तो पो रहेछ कारण केही छैन इङ्ग्लिस बिस्तारै इम्प्रुभ हुनेछ प्रोबेबली बट इङ्ग्लिस इम्प्रुभ हुनु इज नट माई गोल इज टु इम्प्रुभ माई फिजिक ओके है अनि चाहिँ कति क्यालोरी खान्छु भनेर काउन्ट गर्दाखेरि चाहिँ दिनमा 1800देखि 2000सम्म क्यालोरी खान्छु होइन अनि अब मैले त यसो हेरेको च्याट जिपीले के भन्यो भन्दाखेरि नर्मली हाम्रो बडी 24 आवर बाँच्नको लागि पनि 1500देखि 1600 क्यालोरी चाहिँ हाम्रो बर्न भइरहेको हुन्छ चाहिँ बाँच्नको लागि मात्र एटलिस्ट है बडीले आफूले बर्न गरिरहेको हुन्छ हामीले वर्कआउट नगरे पनि अनि वर्कआउट चाहिँ केही नभए पनि लगभग 1500देखि 1600 क्यालोरी हामीले चाहिँ के अरे वर्कआउट गरेर बर्न गऱ्यो भने
अनि हामी एउटा क्यालोरी डिफिसिटमा जान्छौँ होइन त्यो भइसकेपछि हाम्रो फ्याट लस हुँदै जान्छ अब क्यालकुलेसन राइट हुनसक्छ रङ हुनसक्छ होइन बट मैले एज्युम गरेको हो होइन अनि फ्रम वाट आई लर्न फ्रम युट्युब युनिभर्सिटी होइन अथवा च्याट जिपिटी त्यो फलो गरिन्छ अब भोलिको दिनमा सिक्दै गइन्छ होइन बुझ्दै गइन्छ होइन अब मलाई इनर्जी नपुग्ने रहेछ मैले यति खाएर होइन अनि वर्कआउट यति गरेर भने कि त वर्कआउटको लिमिट घटाइन्छ वर्कआउट घटाइन्छ कि त अनि कि त चाहिँ के अरे हाम्रो खाने अलिकति बढाइन्छ होइन अनि त्यो हिसाबले ल गरिहालिन्छ भोलिको दिनमा केही छैन अब जस्ट हामी कन्टिन्यू चाहिँ गर्छौँ भोलिबाट है 12 बजी उठेछ भने 12 बजी उठेर भयो नि दौडिने 8 किलोमिटर मिनिमम है अनि कति खान्छु भनेर तपाईँहरूलाई म पोस्ट गरि नै हाल्छु कतिचोटि भन्न नि है वाक्क लाग्छ होला सुन्नलाई कहिलेकाहीँ ठिकै छ केही छैन अनि त्यही नै हो आई होप टु नट आई होप आई विल मेक भिडियोज एन्ड पोस्ट एभ्री डे until I achieve what I have dreamt of. My physique. What I have dreamt of my physique है यस्तै हो इङ्ग्लिस भनेको केही छैन ठिकै छ गाइस सो see you tomorrow.